नमस्ते साथीहरु नमस्ते। मैले आज के भन्दैछु भने जस्तो रासपाको आन्तरिक द्वन्द्व चर्कियो, धुलीखेलको रेसिएटमा गएर पनि केही काम भएन। उनीहरू मैले समग्रमा के भन्न चाहे भन्दा रासपाको रवि लामेछानेले बालनसँग एकता गर्ने नहुने। यिनी बहुमतमा आउँथे 138-40 सम्म आउँथ्यो होला, 120-30 आए पनि उनले केही न केही गरेर सरकार बन्थ्यो, राम्रो बन्थ्यो। गयो पन्जा है अब बालनको हातमा। अब बालनको हातमा गइसकेपछि 6वटा मन्त्री चेन्ज गर्नको लागि पुरै दबाब छ। फेरि यदि बालन सरकार ढले पनि सुदन गुरुङ फेरि प्रधानमन्त्री हुने कुरो छ। यो योग होइन, यो धर्मगुरुको बारेमा मैले भनेको छैन। हेर्नुहोस् है, स्थिति त्यहाँनिर पुगिसकेछ। यिनले यस्तो त्याग गरे, यस्तो महात्मा गान्धी जस्तो काम गरे, लास्ट चरणमा यिनका विभिन्न कुराहरू भए, पहिला थुप्रै कुराहरू विवादित भए, तर रवि लामेछाने लास्टमा आफ्नै कुराले गर्दा आफ्नै पासोमा आफै फसे। घन्टी हिउँ भन्दै कराउँदै गर्दै गर्दा पनि यहाँ अर्थमन्त्री हटाइहाल्न पर्ने, अस्ति विष्णु पौडेल पक्रियो छोड्नै पर्ने है। यो के भन्नुहोस् न, काँचो बुद्धि जस्तो भयो कि यो अदालत एकतिर, सेना एकतिर, पुलिस एकतिर, राज्य सत्ता एकतिर, तपाईँ हामी एकतिर भन्ने जस्तो स्थिति भयो है। यो कुराहरूलाई मध्यनजर गरेर घन्टी हुँ म काङ्ग्रेस हुँ, एमाले माओवादी हुँ भन्ने कुरोलाई अलि ठाउँमा राख्नु होला। यसले घात गर्छ है, यसले आत्मघाती हान्छ, यो गलत छ। यो कुराहरू तपाईँ हामी त सधैँ छौँ नि त। कुनै कुराहरूले गर्दाखेरि तितो पिरो नगरौँ। यदि तितो पिरो गऱ्यो भने नि त्यो कुराहरू सधैँलाई रहन्छ, म त भन्न चाहेँ। तर समग्रमा अब 6वटा मन्त्रीहरू चेन्ज हुने स्थितिको भन्नुहोस् न 7 दिनको टाइम छ। 7 दिनभित्र यस्तो हुँदैछ भन्ने कुराहरू छ। अर्को कुरा, नेपाली सेनाले अमेरिकाबाट 6वटा हेलिकप्टरमा आएर रहेछ। त्यो कुराहरू सायद पाइप्स भयो होला। यो कुराहरू ठिकै छ, राम्रै छ। अब हाम्रो देशलाई कसैले नदिने। अब सेना दरिलो हुनु पऱ्यो नि त, बलियो हुनु पऱ्यो नि त। नेपाली सेना भनेको त 1 लाख होइन 2 लाख हुनुपर्छ, पुलिस 1 लाख होइन 2 लाख हुनुपर्छ। त्यस्तो भए त बल्ल रोजगार हुन्छ नि त। यहाँ त अब त लोकसेवा आयोगको के भन्छ तपाईँको परीक्षा पनि नखुल्ने भयो, अर्को सूचना नहुन्जेल। ल हेर्नुहोस्, गम्भीर स्थिति। पासपोर्ट घर घरमा विदेश जाऊ, नभए जे गर्ने गर भन्ने जस्तो देखियो। विदेशको गल्लीबाट ल्याउँछु भन्ने कुराहरू त सम्झिने एकदम गाह्रो स्थिति भयो। अब कतै न कतै केही न केही गरेर अब केही न केही पोजिटिभ धारणाहरू छन्, तर अब त्यो कुराहरूले अब केही रोजगारहरू, केही नेपालमै परिवर्तन हुने कुराहरू, नेपालकै बारेमा केही कुराहरू भयो भने राम्रो हुन्थ्यो भन्ने कुराहरू सबै नेपाली जनताले आश गरेको, भरोसा गरेको त्यही कुरा हो। धन्यवाद।